मलाई छोडेर नजा। तिमी बिना म अधुरो हुन्छु। तिमी मेरो जिन्दगी हो। त सुखले बाँच्न सक्दैनस् लक्ष्य। अब तेरो नराम्रो दिन सुरु हो। तिम्रो श्रीमती बिहे गरेर खुसी हुँदै गइन्। अब तिमीलाई सबैले हेप्छन्। श्रीमतीलाई अर्कैसँग बिहे गर्नलाई बाध्य बनाउने त नालायकलाई त म नाति भन्न पनि लाज लाग्न थाल्यो। अहिले टुल्की र आदित्यको बिहे भएको छ। टुल्की र आदित्यको बिहे भएको लक्ष्यले थाहा पाइसकेपछि अहिले लक्ष्य टुल्कीलाई भेट्न गएको थियो। अनि त टुल्कीले भन्छन् कि मैले जति नै माया गरी जति नै वास्ता गरे पनि तपाईँले मलाई केही वास्ता गर्नु भएन पहिले। अनि मैले बाध्य भएर यो कदम चाल्न बाध्य भए। आदित्यले पहिले पनि भनेको थियो कि अझै पनि समय छ, टुल्कीलाई फर्काउने भए फर्काइहाल्नु, नत्र त धेरै ढिला हुन सक्छ भनेका थिए। अहिले त आदित्य र टुल्कीको बिहे भएकोदेखि थाहा भइसकेपछि त यो कुराहरू झलझली सम्झिरहेको छ लक्ष्यले। अनि त हजुरआमाले पनि यस्तो नातिलाई तँलाई त नाति भन्न पनि लाज लाग्नु थाल्यो पनि भनिरहेका छन् आमाले। अनि त सौतनी आमाले भन्छन् कि बुहारीलाई अर्कैसँग बिहे गर्न बाध्य बनाउने यही नालायक हो। कुन बेला म पनि बुहारी जस्तै यो घरबाट निक्लेर जान्छु अनि ढुक्क हुन्छ भनेको कुरा लक्ष्यले दिमागभरि झलझली लिइसकेपछि यो एपिसोड भने समाप्त भएको छ। साथीहरू, तपाईँहरूलाई हाम्रो भिडियो मन परेमा भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सनुहोला। तपाईँहरू सामु यस्तै सौतनी आमाहरूको रिभ्यू लिएर तपाईँहरू सामु आइराख्नेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। च्यानललाई सब्सक्राइब गर्नुहोला।